सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। तपाईहरु कस्तो हुनुहुन्छ? आज फेरि तपाईहरुको माझमा परमेश्वरको जीवित वचन लिएर आएको छु। यस समय जुन देशबाट, जुन ठाउँबाट, जुन परिस्थितिबाट भएर तपाई अहिले गइराख्नु भएको भए तापनि मलाई सुन्दै हुनुहुन्छ भने तपाईहरु सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी हाउ टु डिसर्न ट्रू एन्ड फल्स स्पिरिट है, कसरी चाहिँ सत्य र असत्य आत्मालाई छुट्याउने, भिन्नता ल्याउने, कसरी चिन्ने त्यो विषयमा हामी परमेश्वरको वचनलाई हेर्नेछौँ। फेरि पनि तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु। आउनुहोस् न हामी पहिलो योहन्नाको पुस्तक 4 अध्यायको 1 देखि लिएर आज हामी 10 सम्म परमेश्वरको जीवित वचनलाई हेर्नेछौँ। म यो परमेश्वरको वचनलाई पढिरहेको थिएँ, मेरो हृदयमा एकदमै आनन्द भइरहेको थियो। आज कतिचोटि हामी यो जीवन जिउँदा जिउँदै शरीरको लागि हामी यति ख्याल गरिरहेका हुन्छौँ, शरीरको जिउनको लागि यति हामी प्रयासहरू यति ट्राई गरिरहेका हुन्छौँ, तर हामी कतिचोटि आत्माको लागि हामीले गर्ने कार्यहरू हामी बिर्सिरहेका हुँदछौँ। यहाँनिर जब म पहिले योहन्नाको पुस्तक पढिरहेको थिएँ, परमेश्वरलाई म धन्यवाद दिइरहेको थिएँ। चेला योहन्नाले है आज पवित्र आत्माद्वारा भरिएर यो चाहिँ अन्य जाति अथवा प्रभु यीशुलाई नचिन्ने व्यक्तिहरूलाई बताएको होइन है, तर यहाँनिर जब हामीले हेर्यौँ भने योहन्नाले चाहिँ पवित्र आत्माद्वारा भएर आज हामी प्रभु यीशुलाई विश्वास गर्ने परमेश्वरका चेलाहरू, परमेश्वरको छोराछोरीहरू चाहिँ कसरी सतर्क रहनुपर्छ, कसरी चाहिँ हामी जीवन जिउनुपर्छ, कसरी जीवन जिउने हो, हाम्रो लागि के कुरो गरिएको छ, परमेश्वरले हाम्रो लागि के कुरो गर्नुभएको छ, त्यो कुरोहरू हामी यहाँ थाहा पाउँछौँ। अनि कसरी सचेत रहने, कसरी चाहिँ जागा रहने, कसरी तयारी रहने, कसरी प्रार्थनामा अझै अघि बढ्ने है, कस्तो मिठो कुरा छ। अनि यहाँ हामीले के कुरो थाहा पाउँछौँ भन्दाखेरि परमेश्वरले आफ्नो प्रेमलाई कसरी तपाईहरु हाम्रो माझमा प्रकट गर्नुभएको कुरालाई हामी थाहा पाउँदछौँ। त्यति मात्र होइन, अहिले हामी पढौँ न ल, पढेरै हामी यहाँबाट प्रभुको वचनलाई हेर्नेछौँ। पहिले योहन्ना 1 जोन च्याप्टर 4 वर्स 1 through 10 हामी परमेश्वरको वचनलाई हेर्नेछौँ। पहिले योहन्ना 4 अध्यायको 1 देखि नै, हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्। 2 पदले भन्दछ, यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ। हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनु भएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाटका हुन्। हालेलुया, कस्तो मिठो कुरा छ। यहाँनिर योहन्नाले परमेश्वरको जनहरू, मण्डली तपाईँ अनि मलाई आज शिक्षा दिइरहनु भएको छ, आज मिठो कुराहरू बताउनु भएको छ है। तपाईँ र मैले जाँच गर्नुपर्ने कुरा, हामी चाहिँ एकदमै होशियार हुनुपर्ने कुरा, के कुरामा चाहिँ होशियार हुनुपर्छ, यहाँ प्रभुको वचनले हामीलाई स्पष्ट रूपमा बताएको छ। हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर। अहिले संसारमा है हामी देख्छौँ भने विभिन्न प्रकारको कुरोहरू आएको छ। अनि यहाँ के भन्दछ, परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्। आज तपाईँ र मैले जसले प्रभु यीशुलाई आफ्नो प्रभु भनेर हाम्रो जीवनमा हामीले विश्वास गरेका छौँ, आज तपाईँ र मैले प्रभु यीशुलाई विश्वास गरे पछाडि तपाईँ र म चाहिँ आज एकदमै आत्मिक इच्छा नाको, तपाईँ र म चाहिँ एकदमै होशियार हुन जरुरी छ। के को लागि चाहिँ होशियार हुने, किनभने यो संसारमा चाहिँ आज झुटो अगमवक्ताहरू निस्केको छ, जसले चाहिँ म परमेश्वरको हुँ, म परमेश्वरबाट हुँ, मद्वारा नै मात्र परमेश्वर बोल्नुहुन्छ। आज विभिन्न कुराहरू, झुटो कुराहरू, फल्स कुराहरू यो संसारमा आएको छ। यदि तपाईँ र म चाहिँ प्रार्थनामा परमेश्वरको वचन हामीले पढेका छैनौँ, परमेश्वरको वचनमा हामी तयार छैनौँ भने चाहिँ आज यस्तो कुरोले हामीलाई के गर्नेछ, गलत बाटोतर्फ लिएर जानेछ। यसै कारण योहन्नाले आज भन्दै हुनुहुन्छ, हामीले प्रभु यीशुलाई पछ्याउने परमेश्वरको चेलाहरू, परमेश्वरको जनहरू, क्रिस्चियन मानिसहरू जसले परमेश्वरलाई, हामी यीशुलाई प्रभु भनेर हाम्रो जीवनमा निम्ताएका छौँ, तपाईँ र म चाहिँ के हुनु अरे, होशियार हुन जरुरी छ। तपाईँ र म चाहिँ, किनकि संसारमा धेरै यस्तो फल्स है अगमवक्ताहरू, झुटो अगमवक्ताहरू आएका छन्, जसले चाहिँ आज हामी किन चाहिँ हामी
हामी चाहिँ होशियार हुनुपर्छ भन्दा नि आज यो झुटो अगमवक्ताहरूले चाहिँ के गर्दो रहेछ परमेश्वरदेखि तर्काएर उल्टै हामीलाई संसारमै पापमै लिएर जाने रहेछ। त्यही भएर तपाईँ र म चाहिँ एकदमै होशियार। हालेलुया। आज कहीँ पनि हामीले अथवा गाडी कुदाउने व्यक्तिले होस् अथवा कुनै पनि ठाउँमा होशियार भनेको छ भने हामी पहिले नै हामी सचेत हुन्छौँ। कतिवटा ठाउँमा त हामी त्यहाँ जाँदैनौँ, त्यो कुरोमा हामीलाई अनुमति हुँदैन। यसै कारण परमेश्वरको वचनले पनि हामीलाई के भन्दै हुनुहुन्छ अगाडिबाटै होशियार, किनकि झुटो अगमवक्ताहरू आज यीशु परमेश्वर बाहेक आज संसारतर्फ हामीलाई लिएर जाने, संसारमा धेरै कुराहरू यो संसारभित्र आइसक्यो। अझै हामी पढ्दै जानेछौँ। मलाई अब हामी कसरी चाहिँ छुट्याउने त है, यो परमेश्वरबाट हो कि होइन, परमेश्वर बोल्दै हुनुहुन्छ कि त शरीर आफै बोल्दैछ कि संसार बोल्दैछ, अब यो कसरी छुटाउने, यो कुराहरू हामी हेर्दै जानेछौँ। मलाई मिठो लागेको छ जब तपाईँ र मैले मत्ती 7 अध्यायको तपाईँले 15 देखि 20 पदमा पढ्नु भयो भने थाहा पाउनुहुन्छ कसरी चाहिँ यो चाहिँ झुटो भनेर कसरी चाहिँ हामीले थाहा पाउने। यो चाहिँ मानिस आफै बोल्दैछ, आफ्नै योजनाहरू बोल्दैछ, परमेश्वर बोल्नु भएको होइन। यो चाहिँ संसार शैतानको आत्मा चाहिँ यो व्यक्तिभित्र बोल्दैछ भनेर हामी कसरी जान्ने। जब तपाईँले म्याथ्यु 7:15-20 तपाईँले पढ्नुभयो भने मत्ती 7 अध्यायको 15 देखि 20 सम्म पढ्नुभयो भने त्यहाँ मिठो कुरो भनेको छ है। झुटो अगमवक्ताहरूलाई चाहिँ कसरी चिन्ने अरे उसको फलद्वारा। उसको फल भनेको के हो कार्यद्वारा। आज कतिचोटि चाहिँ यता अर्कै कुरा बोलिरहेको हुन्छ, उसको जीवन चाहिँ अर्कै जिरहेको छ भने परमेश्वरको वचन अनुसार छैन भने त्यो चाहिँ के हो झुटो। यसै कारण प्रभुको वचनले हामीलाई यहाँ यौनाद्वारा भएर बोल्दै हुनुहुन्छ तपाईँ र म चाहिँ होशियार हुनु पर्यो। किनकि बाइबलले के भन्छ जब मत्ती अघि मैले तपाईँलाई भने 7:15 देखि पढ्नुभयो भने बाहिर चाहिँ भेडा जस्तै देखिन्छ तर भित्र चाहिँ बुवास है। तपाईँले हेर्नुभयो भने झट्ट हेर्दाखेरि बुवासलाई पनि परबाट हेर्दाखेरि भेडाहरू जस्तै देख्छ है, नजिकबाट हामी चिन्छौँ। अनि त्यहाँनिर प्रभु यीशु ख्रीष्टले होशियार गराउनु भएको छ। बुवासोहरू चाहिँ आज भेडाको रूपमा परमेश्वरको प्रजाहरूको बीचमा प्रवेश गरिसकेको छ, यो संसारमा आइसकेको छ। यसै कारण तपाईँ र मलाई चाहिँ के भन्दछ अनि बुवासोको काम चाहिँ के हो, पहिले चाहिँ राम्रो बाहिर हेर्दा चाहिँ भेडाको जस्तै देखिन्छ तर भित्र यौना 10:10 भन्छ चोर त चोरु र मारौँ। बुवासोको काम चाहिँ के हो नष्ट गर्ने, हानि गर्ने, तपाईँ र मलाई चाहिँ कसरी परमेश्वरको प्रेमदेखि अलग राख्ने, तपाईँ र मलाई चाहिँ कसरी पापमा फसाउने, कसरी अनाज्ञाकारीतर्फ लाने, अधार्मिकतामा डोर्याउने। आज शैतानले चाहिँ विभिन्न कुरोहरू लिएर चाहिँ यो संसारमा आएको छ। यसै कारण प्रभुको वचनले हामीलाई के भन्दछ हामी होशियार हुनु पर्दछ। आज ती बुवासोहरूदेखि होशियार जसले चाहिँ यीशुको नाउँ त लिन्छ तर कार्य चाहिँ यीशुको जस्तो गर्दैन भने तपाईँ र मैले आज मण्डली हामी सचेत हुन, बी केयरफुल, वाचफुल, एकदमै होशियार हुन चाहिँ जरुरी छ। कस्तो मिठो। जब म अलिकति पढ्न चाहन्छु आउन फर्केर हामी फेरि जानेछौँ मत्तीको पुस्तकमा। मैले भने तर सर अलिकति म पढ्न पनि चाहन्छु। मत्ती 7:15 झुटो अगमवक्ताहरूदेखि होशियार रहो जो तिमीहरूका भेडाका भेषमा आउँछन् तर भित्रपट्टि बाहिर चाहिँ कस्तो अरे भेडा जस्तै राम्रो सोझो देखिन्छ। यो त कति ज्ञानी परमेश्वरको भय राख्ने तर भित्र चाहिँ के हुन्छ अरे आउँछ तर भित्रपट्टि चाहिँ लुटा ठग्ने, हानि गर्ने, विभिन्न पाप र अधर्मले दुष्ट योजनाहरूले भरिएर आएको छ। बाहिर चाहिँ के अरे भेडाको जस्तै राम्रो प्रभुको भय राखेको जस्तो तर भित्र चाहिँ कुविचार, पाप, अधर्महरूले भरिएको। जसरी हामी गलती 5को तपाईँले 18 देखि पढ्नु भयो भने 19 सम्म पढ्नु भयो भने थाहा पाउनुहुन्छ। विभिन्न पाप, अधर्म, खराबी भित्र इच्छाहरू लिएको तिनीहरूको फलबाट तिमीहरूले तिनीहरूलाई चिनेछ। यसै अब हामीले कसरी चिन्ने, हाम्रो माझमा चाहिँ शैतानको आत्माले चाहिँ काम गरिरहेको छ। ओ शैतान विरोधी कुराहरू हाम्रो बीचमा आइरहेको छ, कसरी थाहा पाउने। कस्तो मिठो कुरा है। मत्ती 7:16 भन्छ फलबाट चिन्ने। कि यहाँ कस्तो मिठो छ। के काँडाहरूको बोटहरूबाट अङ्गुर अथवा सिउरीहरूबाट भेडा नेभारा बटुलिन्छ र त्यसै गरी हरेक असल रुखले बढिया फल फलाउँछ तर बिग्रेको रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउनु सक्दैन, न त
बिग्रेको रुखले असल फल फलाउन सक्छ। त्यहाँदेखि उता तपाईँ पढ्दै जानुहोस्। आज तपाईँ र मैले चाहिँ कसरी चिन्ने अरे? फलबाट, त्यो कार्यबाट, परमेश्वरबाट हो कि होइन, परमेश्वरको वचनबाट यो कुरो निस्केको हो कि होइन, कि मानिसले आफ्नै योजनाहरू प्रकट गरिरहेको छ। यसै कारण हामी होसियार, हामी देख्छौँ कतिवटा क्रिस्चियन परिवार मण्डली भित्र पनि आज विभिन्न कुराहरूद्वारा लोभ्याउने कुराहरू प्रवेश गरिसकेको छ। परमेश्वरदेखि तपाईँ र मलाई अलग राख्नुको लागि शैतानले विभिन्न रणनीतिहरू अपनाएको छ। तर परमेश्वरको वचनले, पवित्र आत्माले चाहिँ हामीलाई के भन्नुहुन्छ? सचेत रहो, तिमीहरू चाहिँ जागा रहो। यदि परमेश्वरको वचनमा रहेर हामी प्रार्थनामा रह्यौँ भने चाहिँ हामी के गर्न सक्छौँ? झुटो र सत्य कुरोलाई हामी छुटाउन सक्छौँ। हेर्नुहोस् त, फेरि हामी पहिले यूहन्ना 4:2 यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ, हरेक आत्मा जसले, हेर्नुहोस् त, आज परमेश्वरबाट हो भनेर हामी पहिलो कुरो के हो? कार्य फलले हामी चिन्छौँ। अनि अर्को कुरो के बताएको छ? यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ, हरेक आत्मा जसले यीशु ख्रिस्ट शरीरमा आउनु भएको हो भने स्वीकार गर्छ, सो परमेश्वरबाटको हुन्। हेर्नुहोस् त, यदि झुटो हो भने त्यसले चाहिँ हामीलाई यीशु ख्रिस्टतर्फ खिचेर लाँदैन। झुटो अगमवक्ताले चाहिँ के हुन्छ? आफूतिर हामीलाई खिच्दछ, आफ्नै शरीरको कुरोहरूमा खिच्छ। यदि सत्य परमेश्वरबाटको हो भने चाहिँ हामीलाई कसमा डोराएर लिएर जान्छ? परमेश्वरको उपस्थितिमा लिएर जान्छ। हालेलुया! यीशु नै प्रभु हुनुहुन्छ भनेर हामीलाई यीशुको पावदानमा लिएर जान्छ। तर हामीलाई यीशुदेखि अलग राख्ने कुराहरू आउँदैछ भने हामीले थाहा पाउनुपर्छ त्यो चाहिँ झुटो हो, असत्य हो, त्यो चाहिँ परमेश्वरबाट होइन भन्ने कुरा हामीले जान्नुपर्छ। यदि तपाईँ हेर्नुहोस् त, अहिले हामी कतिवटा जग्गामा हामी जान्छौँ, कतिवटा चर्चमा हामी जान्छौँ, हेर्छौँ है, विचार गर्छौँ, हामी परमेश्वरको नाम त लिन्छ तर यीशुको नाम लिन मान्दैन। प्रभु यीशु ख्रिस्ट चाहिँ शरीरमा मानिसको लागि आउनु भएको हो भन्ने कुरोलाई विश्वास गर्दैन, यीशु ख्रिस्टको बलिदानलाई विश्वास गर्दैन, यीशु ख्रिस्टको बौरी उठाइलाई विश्वास गर्दैन, यीशुमा अनन्त जीवन छ भन्ने कुरो यदि विश्वास गर्दैन भने त्यो चाहिँ के हो? झुटो हो। यसै कारण तपाईँ र म मण्डली चाहिँ होसियार हुनु पर्दछ। यहाँ के भन्दछ? यदि यीशु चाहिँ परमेश्वर हो भनेर हामीलाई स्वीकार गर्न इन्कार गर्छ भने त्यो चाहिँ परमेश्वरबाट होइन, त्यो चाहिँ झुटो आत्मा हो, त्यो चाहिँ संसारको, त्यो चाहिँ शैतानबाटको। यसै कारण तपाईँ र मैले प्रभुको वचनलाई पढेका छैन भने आज ती वंशहरू भेडाको रूपमा मण्डली भित्र प्रवेश गरेर चाहिँ के गर्दो रहेछ? तपाईँ र मलाई परमेश्वरको उपस्थितिदेखि टाढा गर्दो रहेछ। यसै कारण यूहन्नाले के भन्दै हुनुहुन्छ? फेरि 3 पद पढौँ न। यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन र यो ख्रिस्ट विरोधीको आत्मा हो, जसको विषयमा यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ र अहिले त्यो यो संसारमा छँदै पनि छ। हेर्नुहोस् त, कस्तो है डरलाग्दो छ नि कुरा। यहाँ के भन्दछ भन्दा नि, तपाईँ र मलाई यीशु ख्रिस्टलाई प्रभु हो भन्न रोक्छ। यदि यीशुलाई आराधना गर्नबाट हामीलाई रोक्छ भने त्यो चाहिँ के अरे? विरोधीको आत्मा, ख्रिस्ट विरोधीको आत्मा। अनि त्यो चाहिँ संसारभित्र आइसकेको छ। हेर्नुहोस् न है, तपाईँ र मलाई परमेश्वरको सङ्गतिमा जानदेखि रोकिरहेको छ, प्रार्थना गर्नबाट रोकिरहेको छ, उहाँमा भरोसा राख्नबाट रोकिरहेको छ, संसारको अभिलाषतर्फ हामीलाई खिच्दैछ भने त्यो चाहिँ झुटो हो अनि त्यो चाहिँ शैतानबाटको। यसै कारण तपाईँ र म चाहिँ यदि हामी होसियार भएन भने, यदि तपाईँ र मैले चाहिँ प्रभुको वचनलाई थाहा गरेका छैन भने चाहिँ आज परमेश्वरको वचनले के भन्दैछ? होसियार! झुटो अगमवक्ताहरू चाहिँ बाहिर राम्रो जस्तो देखाए रूप चाहिँ अर्कै भेडाको जस्तै सोझोपना, तर भित्र चाहिँ बुवास पापले भरेको, अधर्मले भरेको चाहिँ संसारभित्र त्यो आत्मा चाहिँ आइसकेको छ। यसै कारण प्रभुको वचनले हामीलाई के सिकाउँदो रहेछ? तपाईँ र म चाहिँ होसियार। हालेलुया! तपाईँ र मैले चाहिँ अब के गर्ने त? फेरि हामी यूहन्ना 4:4 आउनेछौँ। यहाँ के भन्दछ? हे मेरो सानो केटाकेटी हो, तिमीहरू चाहिँ परमेश्वरका। अब एक साइडमा झुटो कुराहरू छ, पाप, अधर्म, खराबी, विरोधीको कुराहरू, निन्दाको कुरोहरू छ, घिनलाग्दो कुरो एक साइडमा छ। तर परमेश्वरको वचनले चाहिँ हामीलाई के प्रतिज्ञा गर्दैछ? कस्तो
कस्तो मिठो है। यदि तपाईँ निराशा भइरहनु भएको छ, अब के गर्ने त, यो जिन्दगीलाई कसरी जिउने, अब अगाडि कसरी बढ्ने, यदि तपाईँको आशा गुम्दैछ भने, यदि तपाईँ चाहिँ निराश भएर पछाडि सर्दै हुनुहुन्छ भने परमेश्वरको वचनले के भन्दैछ हेर्नुहोस् त। हे मेरा साना केटाकेटी, आज परमेश्वरको जनहरू जसले पनि प्रभु यीशुलाई विश्वास गर्नुभएको छ, परमेश्वरको वचनले के भन्दैछ, प्रतिज्ञा छ, हे मेरो सानो केटाकेटी हो तिमीहरू चाहिँ कसको अरे, परमेश्वरको वचनले कस्तो मिठो प्रतिज्ञा गरेको छ। यदि तपाईलाई कसैले तेरो त कोही पनि छैन, प्रभु यीशुलाई विश्वास गरेर त एक्लो भएको छस्, तेरो सहारा कोही पनि छैन, कतैबाट तँलाई सहायता छैन भन्छ भने तपाईँ जुरुक्क उठेर भन्न सक्नुहुन्छ, म चाहिँ परमेश्वरको। हालेलुया, कस्तो मिठो है। हामी परमेश्वरका हौ, वी आर फ्रम गड, वी बिलोङ टु गड। हामी परमेश्वरका हौ, हामी परमेश्वरबाट हौ। कस्तो म यो प्रभुको वचनलाई पढ्दै थिएँ नि, मेरो हृदयमा आनन्द आइरहेको थियो। आज कतिचोटि यस्तो अवस्था हुन्छ, संसारको कुराहरू सुन्दै गर्दा, वरिपरिको अवस्थाहरू देख्दै गर्दा, विभिन्न परिस्थितिबाट भएर जाँदै गर्दा कतिचोटि हाम्रो विश्वास चाहिँ डगमगाउने गर्दछ। त्यतिखेर यो परमेश्वरको वचनलाई याद गर्नुहोस् कि प्रभुको वचनले के भन्दछ, तिमीहरू चाहिँ परमेश्वरका हो। हालेलुया, आज कस्तो मिठो प्रतिज्ञा गरेको छ, तपाईँ र म चाहिँ परमेश्वरको। जति मलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, भन्नुहोस् है, यसो गरेर भन्नुहोस्, म चाहिँ यीशुको हौ। हालेलुया, हालेलुया, कति आनन्दको कुरा हो, म चाहिँ यीशुको। त्यति मात्र प्रभुको वचनले भन्छ र कस्तो मिठो छ, र तिनीहरूमाथि विजय भएका छौ। हालेलुया, हामी चाहिँ विजय भएको सन्तान हो। को माथि? संसारमा जस्तै कुरोहरू खराबी आए तापनि, विभिन्न प्रकारको च्यालेन्जेसहरू हाम्रो जीवनबाट भएर हामी जानु परे तापनि ती सबैमाथि हामी के भएका छौँ? विजय भएका छौँ। हालेलुया, यो विजय चाहिँ हाम्रो कारणले हो र हामी तल पढ्दै जाने। कस्तो मिठो कुरा, फेरि पनि पढ्न चाहन्छु। हे मेरो सानो केटाकेटी हो, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ। जति नै झुटो अगमवक्ताहरू मै हो यीशु भनेर खडा भएर आए तापनि, हाम्रो अगाडि विभिन्न रोग कष्टको च्यालेन्जेसहरू आए तापनि, विभिन्न सतावटहरू आए तापनि, जति नै विरोधीहरू हाम्रो विरुद्धमा खडा भए तापनि, तपाईँ र मलाई लडाउनुको लागि, हराउनुको लागि विभिन्न कुरा हाम्रो अगाडि आए तापनि, हामी आफै पनि विभिन्न परिस्थितिबाट भएर जानु परे तापनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो? हामी चाहिँ परमेश्वरका हौ। त्यति मात्र होइन, जे समस्याहरू भइरहेको छ, जतिवटा समस्याहरू हाम्रो जीवनबाट आउनेछ, ती सबैमाथि हामी के भएका छौँ? विजय भएका छौँ। हालेलुया, भन्नुहोस् त, म विजय भएको छु। म यीशुको नाममा विजय भएको छु। म चङ्गाई भएको छु, रोगहरूमाथि विजय भएको छु, अभावमाथि विजय भएको छु, विभिन्न मेरो जीवनमा आउने चुनौतीहरूमाथि म विजय भएको छु, किनकि म परमेश्वरको हौ। त्यति मात्र बाइबलले भन्दैन, पढौँ न हौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ वा संसारमा हुने भन्दा महान हुनुहुन्छ। हामी किन विजय भएका छौँ? किनकि संसारमा जति नै ठुलो कुरोहरू, जति नै हाम्रो लागि, हाम्रो आँखाको अगाडि माथिल्लो लेभलमा आएको कुराहरू भए तापनि, जो तपाईँ र म भित्र बास गर्नुहुन्छ प्रभु येशू, उहाँ चाहिँ बाहिर देखिने कुराहरू भन्दा महान हुनुहुन्छ। हालेलुया, तपाईँ र मेरो समस्याहरू भन्दा महान, तपाईँ र मलाई अहिले सताइरहेको रोगहरू भन्दा पनि महान, सबै कष्टहरू भन्दा महान, हरेक निन्दाहरू भन्दा महान, विभिन्न दुष्ट आत्माले जति नै शक्तिशाली कुराहरू हाम्रो अगाडि ल्याए तापनि ती सबैभन्दा महान चाहिँ हाम्रो प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन, आमेन। हेर्नुहोस् त, हामी कति ठुलो महान परमेश्वरको हामी सेवा गर्छौँ। हामीले सेवा गरेको यीशु चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। हालेलुया, उहाँ चाहिँ तपाईँ र म भित्र हेर्नुहोस् न, कति खुसीको कुरा। हामी कतिचोटि प्रभु यीशुलाई विश्वास गरेर समय बित्दै गएपछि हामी बिर्सी पठाउँदछौँ। हामी हारेको अवस्थामा हामी जाई पठाउँदछौँ, हारेको जस्तो हामी जीवन थाल्छौँ। किनकि हामी बिर्सिन्छौँ कि संसारमा हुने भन्दा महान चाहिँ तपाईँ र म भित्रै हुनुहुन्छ, हामी भित्रै हुनुहुन्छ, म भित्रै बास गर्नुहुन्छ भन्ने कुरा हामी कतिचोटि बिर्सन्छौँ। अनि हामी निराश
परमेश्वरलाई कहिले नचिनेको यीशु नाम सुन्दै नसुनेको जस्तो हामी जिन्दगी हामी जिउँछौँ। तर प्रभुको वचनले हामीलाई हौसला दिइरहेको छ, तपाईँ र म चाहिँ प्रभु यीशुको। हालेलुया। त्यति मात्र होइन, जुनै परिस्थिति जुनै कष्टहरू हाम्रो आँखाको अगाडि आए तापनि ती सबैमाथि हामी के भएका छौँ? विजय भएका छौँ। कारण किनकि प्रभु येशू चाहिँ तपाईँ र म भित्र हुनुहुन्छ। जहिले पनि याद गर्नुहोस् है, तपाईँलाई समस्याहरूले कठिनाई जस्तो लागिरहेको छ, तपाईँले यसो हेर्दा उता जाने बाटो तपाईँको लागि नभएको जस्तो तपाईँलाई लाग्दै होला, तपाईँको सोचाइ र विचारले तपाईँलाई थकाएको होला। ओ त्यो शरीरको निन्दाहरूले नि तपाईँले सदा त्यो सहने क्षमताभन्दा माथि गइरहेको होला। त्यतिखेर याद गर्नुहोस् कि म चाहिँ यीशुको, म चाहिँ विजयी भइसकेको छु। त्यति मात्र होइन, प्रभु येशू चाहिँ म भित्र हुनुहुन्छ। कस्तो मिठो कुरा, खुसी लाग्दैन? म यो वचन पढ्दै थिएँ है, मनन गर्दै थिएँ। संसारमा के कुरा चाहिँ ठुलो ठुलो छ, तपाईँले नामहरू लिनुहोस्, त्यो सबैभन्दा तपाईँ र म भित्र बस्ने चाहिँ महान हुनुहुन्छ। आमेन। जब हामी यो रहस्यलाई थाहा पाउँछौँ नि, तब हामी निराश भएर त्यो कुखुरा, नुन खाएको कुखुरा जस्तो हामी झोक्रेर हामी बसिरहन सक्दैनौँ। किनकि योदाको सिंह तपाईँ र म भित्र हुनुहुन्छ। हालेलुया। तपाईँ र म भित्र बास गर्नुहुन्छ। 5 पदले भन्दछ, तिनीहरू संसारका हुन्, यसै कारण तिनीहरू संसारकै बात बोल्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। परमेश्वरलाई नपाउने त्यो झुटो कुराहरू, झुटो असत्य कुराहरूले चाहिँ के गर्छ? संसारकै कुरा सुन्छ। किनकि उनीहरू संसारको, तपाईँ र म चाहिँ परमेश्वरबाटको, तपाईँ र म चाहिँ यीशुको भएको कारणले गर्दा परमेश्वरको आत्माले जे बोल्नुहुन्छ त्यही कुरोमाथि हामी विश्वास गर्ने हो। हालेलुया। यहाँ मैले भनेको होइन, प्रभुको वचनले के भन्दैछ? 6 पदले भन्छ, हामी त परमेश्वरबाटका हौँ, परमेश्वरलाई चिन्नेले हाम्रो कुरा सुन्छ र जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। तपाईँ पनि आफूलाई जाँच्नुहोस्, के तपाईँ परमेश्वरको वचन सुन्दै हुनुहुन्छ? के यीशुले भन्नुभएको कुरा अनुसार तपाईँ जिउँदै हुनुहुन्छ? म जिउँदैछु। के हामी प्रभुको भय राखिरहेका छौँ कि हामी बाहिरको कुरा सुन्दैछौँ? यदि संसारको कुरा सुन्दैछौँ भने संसारले तपाईँ र मलाई त्यो भ्रमले कब्जा गर्दैछ। तर यदि परमेश्वरको वचनलाई सुनेर हामी आज्ञाकारितामा जस्तै परिस्थितिमा पनि अगाडि बढ्दैछौँ भने हामीमा सत्यको आत्माले काम गरिरहनु भएको छ। आमेन। आमेन। कस्तो मिठो 7 पदले के भन्छ? हे प्रिय, यो कस्तो, यो 6 पदमा तपाईँले पढ्नुभयो भने के पाउँछ? भ्रमको आत्मा, झुक्क्याउने, छल गर्ने, विभिन्न कुराहरू, अभिलाषाको कुराहरू ल्याएर तपाईँ र मलाई चाहिँ हाम्रो आँखामा चाहिँ भ्रम ल्याउने चाहिँ शैतानको काम हो। त्यो चाहिँ झुटो हो। बाहिर अर्कै भित्र अर्कै जीवन जिउने त्यो शैतान, त्यो चाहिँ असत्यको आत्मा हो, परमेश्वरबाटको होइन। यसै कारण प्रभुको वचनले के भन्छ? यदि तपाईँ र म चाहिँ परमेश्वरबाटको हो भने हामीले सत्य कुरोलाई जान्नुपर्छ। परमेश्वरले जे भन्नुहुन्छ उहाँको वचन अनुसार जिउनु पर्छ। प्रभुको वचनले के भन्दछ? तिमीहरू मेरो हो भनेपछि हामी उहाँको हौँ। 7 पदले भन्छ, हे प्रिय, हामी एउटाले, अब हामी सत्यमा चल्ने व्यक्ति, परमेश्वरको भय राख्ने व्यक्ति, हामी जितेका व्यक्ति, विजयको जीवनमा प्रवेश गरेको व्यक्तिहरूले गर्नुपर्ने काम चाहिँ के रहेछ? 7 पदले भन्छ, हे प्रिय, हामी एउटाले अर्कोलाई प्रेम गरौँ। अहिलेको दिनहरूमा प्रेम बिस्तारो सेलाउँदै गएको छ। यसै कारण प्रभुको वचनले हामीलाई के भन्दैछ? एउटाले अर्कोलाई के गर्नु अरे? लडाइँ झगडा गर्नु भनेको छ यहाँ छैन। अर्काको विरोध गर्नु भनेको छैन, त्यो चाहिँ झुटो। अर्काको निन्दा गिल्ला गर्ने, विरोध गर्ने, पाप र अधर्म गर्ने, अर्काको विरुद्धमा षड्यन्त्र गर्ने, त्यो चाहिँ झुटो कुरा हो। यसै कारण प्रभुको वचनले के भन्छ? हामी सत्यमा चल्ने, ख्रीष्ट येशूमा भएर ख्रीष्ट येशूलाई धारण गर्ने व्यक्तिहरूले चाहिँ के गर्नु अरे? एउटाले अर्कोलाई प्रेम गर्नु। यो आफ्नो प्रेमको बारेको कुरा होइन, त्यो परमेश्वरको प्रेमको कुरा गर्दैछ है। एकले अर्कालाई देख्दाखेरि, एउटा विश्वासीले अर्को विश्वासीलाई भेट्दै गर्दा, एउटा विश्वासी परिवारमा जिउँदै गर्दा, एउटा मण्डलीले अर्को मण्डलीको व्यक्तिलाई भेट्दै गर्दा के गर्नु अरे? एक अर्कालाई प्रेम गर्नु। निन्दा गर्नु, झगडा गर्नु, यो चाहिँ परमेश्वरको स्वभाव होइन। त्यो चाहिँ शैतानको, त्यो चाहिँ झुटो, त्यो चाहिँ खराबी हो, त्यो चाहिँ पाप हो। यसै कारण तपाईँ र मलाई प्रभुको वचनले के भन्दैछ? एउटा अर्कोमा के गर्नु अरे? प्रेम। कस्तो मिठो कुरा है। प्रेम चाहिँ तपाईँ र म भित्र सेलाउनु हुँदैन। हेर्नुहोस् त, संसारमा हामी कस्तो चाहिँ पापमा परेका थियौँ, तर प्रभु यीशु ख्रीष्ट तपाईँ र मेरो लागि आउनु भयो कि भएन? उहाँले एकदम
प्रेम यस्तो प्रेम देखाउनु भयो, न त त्यो कसैले देखाउन सक्थ्यो है। प्रभु यीशुले तपाईँ र मलाई प्रेम गर्नुभयो। यसै कारण उहाँ परमेश्वरको वचनले के भन्दै हुनुहुन्छ, एउटाले अर्कोलाई के गर अरे, प्रेम गरौँ, किनभने प्रेम परमेश्वरबाटको हो। कस्तो मिठो कुरा है, प्रेम परमेश्वरबाटको हो। प्रेम गर्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ र परमेश्वरलाई चिन्छ। प्रेम गर्ने चाहिँ के अरे, परमेश्वरबाट के हो, जन्मिएको। हालेलुया, कस्तो मिठो कुरा छ है। आज तपाईँ र मलाई प्रभुको वचनले हौसला दिँदछ। तपाईँ र म एकअर्कामा प्रेम गरिरहेका छौँ भने हामी चाहिँ के अरे, परमेश्वरबाट जन्मिएका हौँ। किनकि हाम्रो परमेश्वरले मात्र प्रभु यीशुलाई पठाएर प्रेम के हो भन्ने कुरो तपाईँ र ममा प्रकट गर्नुभएको छ। यदि हामी एकअर्कामा प्रेममा चल्दैछौँ, परमेश्वरको वचनमा हामी हिँड्छौँ, सत्य कुरोमा लागि पर्छौँ, झुटो कुरो भ्रमाउने कुरालाई हामी त्याग्छौँ भने हामी केमा चल्दै रहेछौँ, प्रेममा चल्दै रहेछौँ, प्रेममा जन्मिएका हुँदो रहेछौँ। त्यति मात्र होइन, के भन्दो रहेछ, र परमेश्वरलाई चिन्छ। जो व्यक्तिले प्रेम गर्नु अझै पनि जान्दैन भने परमेश्वरलाई चिनेकै हुँदैन है। यहाँ मैले भनेको होइन, प्रभुको वचनले के भन्दैछ, यदि तपाईँ र म चाहिँ प्रेममा, परमेश्वरको प्रेममा चल्दैछु भने हामी परमेश्वरलाई चिन्छौँ। 8 पदले भन्दछ, प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन। ओ, प्रेम त उसले परमेश्वरलाई नै चिनेको छैन, अनि प्रेमको कुरा त के जान्दछ। तपाईँ र म चाहिँ परमेश्वरलाई प्रेम गर्छौँ, यसै कारण हामी प्रेममा जिरहेका छौँ अनि हामी परमेश्वरलाई चिन्छौँ। प्रेम नगर्ने हरेकले परमेश्वरलाई चिन्दैन, परमेश्वरलाई जानेका हुँदैन। भलाइ उसले क्रिस्चियन त भएको होला, तर उसले प्रभु येशूलाई विश्वास गरेर पनि प्रेममा चल्न जानेको छैन भने अझै पनि परमेश्वरलाई उसले नजिकबाट चिनेको छैन। हेर्नुहोस् न, किनकि परमेश्वर के हुनुहुन्छ अरे, प्रेम हुनुहुन्छ। यसै कारण आज तपाईँ र मबाट परमेश्वरको प्रेम चाहिँ सेलाएर जानु हुँदैन। यसै कारण हामीलाई प्रभुको वचनले आज्ञा, इट्स अ कमान्ड है, यो चाहिँ आज्ञा हो। ओ, मैले यीशुलाई विश्वास गरेँ, म कसैलाई प्रेम गर्दिनँ, प्रेमको जीवन जिउँदिनँ भन्नु पाइँदैन। किनकि प्रभुको वचनले के भन्छ, यदि परमेश्वरलाई चिनेको हो भने उसले प्रेम गर्न जानेको हुन्छ, प्रेम गर्न सिकेको हुन्छ। ऊ चाहिँ प्रेम, परमेश्वरको प्रेममा जन्मेको हुँदछ। हालेलुया, हालेलुया। यदि दिन रात लडाई झगडा खराबीतर्फ लाग्दैछ भने ऊ चाहिँ के हो, त्यसलाई चाहिँ भ्रमाउने आत्मा, ओ शैतानको आत्माले गाँजिरहेको छ। यसै कारण तपाईँ र म चाहिँ सचेत हुन जरुरी छ। मण्डली, सचेत हुन। 9 पदले भन्दछ, यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ कि हामी उहाँद्वारा जियौँ भन्ने हेतुले परमेश्वरले आफ्नो एक्लै पुत्रलाई यस संसारमा पठाउनु भयो। हेर्नुहोस् न, परमेश्वरले आफ्नो प्रेम प्रकट गर्नुभयो। कसरी? आफ्नो पुत्र प्रभु यीशु ख्रीष्टलाई दिएर। प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ र मलाई दिएको छ। जो व्यक्तिलाई प्रभु यीशु ख्रीष्ट दिएको छ, जो व्यक्तिले परमेश्वरलाई प्रेम गर्दछ भने त्यो मान्छेलाई चाहिँ उमा जिउने शक्ति हुँदछ। कस्तो मिठो कुरा है। आज परमेश्वरले आफ्नो प्रेम चाहिँ यसरी प्रकट गर्नुभयो। उहाँले आफ्नो पुत्र येशूलाई दिनुभयो। जो व्यक्तिले यीशुलाई प्रभु भनेर स्वीकार गरेको छ, जो व्यक्तिले यीशुलाई प्रेम गर्दछ, त्यो व्यक्तिले जीवन जिउन जानेको हुँदछ। हालेलुया। आज जति पनि मलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, तपाईँ र मलाई यो चुनौती छ, हामी कस्तो जीवन जिरहेका छौँ। कतै हामी भ्रममा त परेर यीशुलाई पछि चर्चमा आउँछौँ, तर के हामी यीशुलाई माया गर्छौँ? के उहाँले भन्नुभएको वचनमाथि विश्वास गर्छौँ? के हामी यीशुको बलिदान र बौरी उठाइमाथि हामी विश्वास गरिरहेका छौँ कि छैनौँ? कि त आफ्नै लयमा हामी जिरहेका छौँ? होशियार, प्रभुको वचनले हामीलाई एकदमै होशियार गराएको छ। कस्तो मिठो कुरा बताएको छ। यसै कारण तपाईँ र मेरो कार्य जसरी यीशु ख्रीष्ट संसारमा आएर उहाँले आफ्नो प्रेम प्रकट गर्नुभयो, कहिलेकाहीँ म बसेर विचार गरिरहन्छु, कस्तो चाहिँ माया गर्नुभएको हाम्रो प्रभु यीशुले है। उहाँले आफ्नो जीवन बलिदान क्रुसमा दिउन्जेलसम्म पनि तपाईँ र मेरै बारेमा सोच्नुभयो। अन्तिम सास फेर्ने बेलासम्म पनि, हे पिता, यिनीहरूले के गर्दैछन् जान्दैनन्, क्षमा गर्नुहोस्। कति हामीलाई माया गर्नुभयो। हामी कतिचोटि स्वार्थी भइपठाउँदछौँ।
आज यो वचन सुन्दै हुनुहुन्छ भने यदि तपाईँ चर्च जान छोड्नुभयो, त्यो परिस्थितिले गर्दा बाइबल पढ्न छोड्नुभयो, तपाईँको जीवनमा घट्दै गरेको घटनाहरू देखेर तपाईँले परमेश्वरलाई प्रेम गर्न छोड्नु भएको छ भने आज फेरि परमेश्वर तपाईँलाई बोलाउँदै हुनुहुन्छ, यीशुले बोलाउँदै हुनुहुन्छ। हेर्नुहोस् न कस्तो मिठो 10 पदले भन्दछ, प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनलाई उहाँको पुत्रलाई पठाउनु भयो। हामीले परमेश्वरलाई पहिले प्रेम गरेको होइन है, परमेश्वरले नै हामीलाई चुन्नुभयो। बाइबलले के भन्छ, एफिसी 1:4-5 मा पढ्नु भयो भने ओ यो सृष्टिको अगाडि, यो बिफोर द फाउन्डेसन अफ दिस अर्थ, यो संसार हुनुभन्दा उत्पत्ति हुनुभन्दा अगाडि नै तपाईँ र मलाई परमेश्वरले चुन्नुभयो, रोज्नुभयो, ओ तपाईँ र मलाई माया गर्नुभयो, ओ तपाईँ र मलाई प्रेम गर्नुभयो। र त आदम र हव्वाले पाप गरेर त्यो पुर्खौँदेखिको पाप मानिसमा आउँदै गर्दा कसै गरेर पनि त्यो पापलाई चाहिँ मेट्न नसक्दै गर्दा परमेश्वरले आफ्नो पुत्र येशूलाई पठाउनु भयो, जो परमेश्वर येशू तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ। परमेश्वर स्वयं इमानुएल स्वयं तपाईँ र मेरो लागि यो संसारमा आउनुभयो, तपाईँ र मेरो त्यो डरलाग्दो कहिले पनि नमेटिने पापको सदाको लागि। यहाँदेखि उता तपाईँ पढ्दै 11 देखि पढ्दै जानुहोस् है। परमेश्वरको प्रेम प्रकट गर्नका लागि प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो लागि मर्नुभयो। आज कतिचोटि प्रभु येशूको बलिदान मान्छेको लागि ठट्टाको कारण हुन्छ, कतिचोटि हामीले वास्ता गरौँपना प्रभु येशूको त्यो बलिदानलाई नै हामीले वास्तै गरेका छैन। हेर्नुहोस् त, तर यो शरीर बाँच्ने केही सालको लागि बाँच्ने शरीरको लागि मान्छेले यति ध्यान दिइरहेको हुन्छ, यति साह्रो समय फ्यालिरहेको हुन्छ, तर हामी कतिचोटि आत्माको लागि हामी वास्ता गरिरहेका हुँदैनौँ। तर परमेश्वरको वचनले नै हामीलाई के हौसला दिइरहेको छ। आज यदि तपाईँ एक्लो अवस्थामा भएर गइराख्नु भएको छ, तपाईँ यदि आत्मामा कमजोर भएको जस्तो हुँदै हुनुहुन्छ भने परमेश्वरले के भन्नुभएको छ, परमेश्वरले तपाईँ र मलाई पहिले प्रेम गर्नुभयो। हालेलुया। ओ तपाईँ र मेरो लागि हामी कति बहुमूल्य रहेछौँ उहाँको आँखाको अगाडि, ताकि परमेश्वर स्वयं तपाईँ र मेरो लागि बलिदान हुनका लागि, कल्भरी क्रुसमा मर्नुको लागि, आफ्नो जीवन दिनका लागि उहाँ आउनुभयो। हालेलुया। ओ कति धन्यवाद दिने कारण छ। हेर्नुहोस् न है, हामी जस्तो स्वार्थी मानिसको लागि, कहिले पनि परमेश्वरलाई नखोज्ने बागी मानिसहरूको लागि ओ प्रभु येशू ख्रीष्ट आउनु भएको छ। यसै कारण आज प्रभुको वचनद्वारा म यो हौसला दिन चाहन्छु, संसारले हामीलाई नअल्मल्याओस्, यीशुदेखि हामीलाई कुनै पनि कुराले, झुटो कुराले टाढा नलैजाओस्, हामीलाई भ्रममा नपारोस्। यसै कारण अघि मैले तपाईँलाई पहिले 4:1 पढे, जाँचेर होशियार हुने, बी केयरफुल, वाचफुल, एकदमै तयारी हुने, केयरफुल हुने, होशियार हुने समय आएको छ। किनकि अब यो संसार चाहिँ दिनदिनै अब यो नष्ट हुँदै गइरहेको छ, अनि यहाँ भित्र विभिन्न झुटो कुरा बाहिर राम्रो जस्तो भएर आउँछ। अघि पढे नि है, मत्ती 7:15 देखि 20 सम्म, हेर्दा सिधा भेडा जस्तो तर भित्र चाहिँ बुवासो जस्तो भएर तपाईँ र मलाई परमेश्वरको प्रेमदेखि टाढो गर्नुको लागि शैतानले विभिन्न ट्राई गरिरहेको छ, विभिन्न हतियारहरू अपनाइरहेको छ, विभिन्न तरिकाहरू लिएर आएको छ तपाईँ र मलाई परमेश्वरको प्रेमदेखि टाढो राख्न। तर तपाईँ र म मण्डली हामीले यो कुरो जान्नुपर्छ कि हामी चाहिँ परमेश्वरका हौँ। हालेलुया। त्यति मात्र होइन, हामी सबैमाथि विजयी भएका छौँ। त्यति मात्र होइन, जो हामी भित्र हुनुहुन्छ संसारमा हुने भन्दा उहाँ महान हुनुहुन्छ। त्यति मात्र होइन, आज उहाँले प्रभु येशू चाहिँ तपाईँ र मेरो लागि आउनुभयो। पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो, आफ्नो जीवन दिएर है अर्पण गरे। यस्तो प्रेम त कहिले हामी कहीँ पनि पाउँदैनौँ है। यस्तो ठुलो गहिरो प्रेम प्रभु येशू ख्रीष्टले गर्नुभयो, आफ्नो जीवन तपाईँ र मेरो लागि दिनुभयो। जतिले मलाई सुन्दै हुनुहुन्छ कि तपाईँ र मलाई आज प्रश्न छ कि हामी पनि त्यस्तै प्रेम येशूलाई गर्छौँ त? यदि आजसम्म हामी अल्मलिरहेका छौँ भने प्रभुको वचनले हामीलाई हौसला दिन्छ, फर्किआउने फेरि पनि मौका छ। त्यो पहिलो प्रेममा फर्केर आउनुहोस् है, जुन प्रेम चाहिँ प्रभु येशूले तपाईँ र मलाई गर्नुभयो। ओ आफ्नो जीवन दिएर त्यो प्रेममा फर्केर आउनुहोस्। हामीलाई विभिन्न लालचाको कुरोहरू हामीलाई फकाउने, फुस्ल्याउने विभिन्न प्रकारको आत्माहरूले हामीलाई नझुकाओस्, तर सत्य आत्मा जो प्रभु येशूको सत्य परमेश्वर हुनुहुन्छ हो उहाँ कहाँ फर्केर आउँ, किनकि येशूले तपाईँ र मेरो लागि जीवन दिनुभएको छ। अनि हामी
हामीले सेवा गरेको यीशु चाहिँ विजयीको परमेश्वर हुनुहुन्छ। आमेन। विजयीको परमेश्वर। तपाईँ यदि कुनै परिस्थिति तपाईँको जीवनमा त्यस्तो खालके च्यालेन्जेसहरू चुनौतीबाट भएर तपाईँ यसरी जाँदै हुनुहुन्छ भने यो कुरो याद गर्नुहोस्, तपाईँ र म चाहिँ यीशुको। हालेलुया। हामी त्यो हरेक आउने च्यालेन्जेसहरूमाथि विजय भइसकेका छौँ। किनकि प्रभु यीशु तपाईँ र म भित्र हुनुहुन्छ। त्यति मात्र होइन, प्रभु येशूले हामीलाई पवित्र आत्मा दिनुभएको छ। पवित्र आत्मा चाहिँ तपाईँ र मेरो गार्जियन हुनुहुन्छ। हामी मण्डलीलाई रक्षा गर्ने हुनुहुन्छ। पवित्र आत्मा चाहिँ शिक्षा दिने, बाटो देखाउने, सल्लाह दिने, हरेक कुरोमा निर्देशन दिने हुन्छ। जब हामी उहाँको आवाजलाई सुन्छौँ हामी सत्यमा चल्न सक्दछौँ। तर हामी बाहिर हाम्रो मन लगाउँदैछौँ भने यहाँ बाहिर चाहिँ के छ? झुटो कुरा छ, खराबी छ, पाप छ, अधर्म छ। त्यसै कारण प्रभुको वचनले हामीलाई के भन्दैछ? होशियार रहनु। आमेन। सत्यतर्फ फर्किनु। सत्य चाहिँ प्रभु येशू क्रिस्ट हुनुहुन्छ। आमेन।